नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियोमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ हामी कहाँ जाँदैछौँ हजुरहरूलाई देखाउने नै छु। हामी चाहिँ जाँदै गरेको फाइनल्ली बुक किन्नुको लागि बाहिर निस्किँदै गरेको। किन्नु आएको यतै धेरैजना खोइ हाम्रो अङ्कलै हुनुहुँदो रहेछ त चामल लगेर घाममा टन हुँदै आएको तर छाता छ हाम्रो साथी चाहिँ गएको छ कस्तो राम्रै देखाउँदैछ हौ त्योभन्दा राम्रो कति देखाउनु यार भएको यस्तो नराम्रै होइन कति राम्रो छ गाइस हेर्नु न के भएको हौ म छक्क लाग्छ हौ यस्तो राम्रो भएर पनि सुशीला दिदीहरू पनि छन् अरे नि त सुशीला दिदीहरू उतानिर माथि नजिकै अनि त्यहाँदेखि रुम छन् अरे अनि भनिदेऊ न भन्नु कि अनि किन भनेको किन भन्नु आएर बस्दा भइहाल्यो नि मान्छे आएको छैन भने भनेको नि मैले चाहिँ कहाँ बस्नु उता माथि हाम्रो चाहिँ छाता बिग्रेर यहाँ बनाउनु दिएको छ अनि हामी पर्खिँदैछौँ बोला काम चाहिँ हेर्नु नि बेली काम टाँसेको हेर्नु त्यो मजाले त्यही त भन्दैछु मजाले हेर्नु घाम यस्तो लागेको छ गमकमा के गर्नु पर्छ म त हाम्रो चाहिँ छाता पनि बनिसकेको छ हाम्रो यहाँ दाइले बनाइदिनु भएको अब जानुपर्ने हुन्छ हामी चाहिँ नाना चाहिँ घाममा अल्छिसरी बसेको त हेर्नु न छाता बनाउनु जुत्ता सिलाउनु आउनुहुन्छ भने चाहिँ यहाँनिर 87 मार्गको ठ्याक्क कतापट्टि हो यो पन्जामुख जाने रुटमा हुनुहुन्छ है अङ्कल चाहिँ खर्मुनन्दर चोक आइपुगेको गाइस खर्मुनन्दरको यतापट्टि हो क्या बुक पसल चाहिँ अनि भिड हुन्छ त्यहाँ चाहिँ एकदमै धेरै मकालीमा जानु होइन यहाँ त हामी त्यहाँ त यस्तो धेरै भिड हुन्छ कि यहीँ पनि बनाउँछ कि यो कमान बनाएको सोच्नु त कति भन्छ यो बाजे हो सिलाउने किनेर फिर्ता के आउँछ आउँदैन हामीलाई फिर्ता दिनु पऱ्यो कि 1100 लेख्नु पऱ्यो हामी पानी किनिसक्यौँ हाम्रो पैसा पनि फिनिस भयो अब चाहिँ हामी सनस्क्रिन किन्नु गएको एकदमै धेरै घाम छ र रबिना मिसेस रबिनाको लागि नेचुरल हो नेचुरल अनुहार हो नि गाइस कुन सनस्क्रिन दिनु होला कुन त नि लोटसको चाहिँ सनस्क्रिन ड्राई फेस छ कि मेरो लोटस राम्रो हुन्छ हौ ड्राईलाई चिल्लो हुन्छ नि त बढी मान्छेलाई यस्तो धेरै मेकअप चाहिन्छ गाइस यहाँनिर त्यसै राम्री भएको र पैसा उडाउँदै त्यहाँ किनिसकेर पनि जाँदै गरेको गाइस 1000 रुपियाँको सामान हामी चाहिँ घर पनि आइपुगेको यत्रो धेरै भारी बोकेर भिडियो पनि बनाउनु पाइएन चाहिँ अब चाहिँ कपेटी जाँदै गरेको आन्टीहरूसँग घुम्नलाई साह्रो गर्मी भयो त्यही भएर आन्टीले चपेटी जाउँ भनेर फोन गर्नुभयो त्यही भएर म चाहिँ जाँदैछु गाइस चपेटी आइपुगेको छौँ फाइनली गाइस हामी चाहिँ प्रसिद्ध यहाँनिर यही हो चपेटी भन्ने ठाउँ त्यस्तो छ है गाइस
चपेटी यस्तो छ है गाइस, हेर्न सक्नुहुन्छ। खोला चाहिँ सुकेको रहेछ गाइस, चैत वैशाख हो नि त, त्यही भएर यस्तो रहेको छ है गाइस। हिँड्नु पनि सक्दो छैन गाइस, होइन सक्दैन सपना चाहिँ। अब भ्रमण गर्नेछौँ, हावा खाने गाइस। ओ तागेर नि भन न, कराउ न। आएको म त मायालाई भेट्नलाई, मायालाई भेट्नलाई, उसँग मेट्नलाई, उसँग मेट्नलाई। यहाँ चाहिँ झर्ना पनि रहेको छ है गाइस, यहाँ चाहिँ झर्ना रहेको छ सानो गाइस, हेर्न सक्नुहुन्छ। झर्ना चाहिँ यहाँ छ, यहाँनिर मान्छेहरू पनि छ। सपना चाहिँ यहाँ डुल्दैछ। अनि चपेटीको भ्यू चाहिँ यस्तो रहेको छ गाइस। वाउ, यता माथि चाहिँ पहाड रहेको छ गाइस। सपना वाउ वाउ हावा, त्यही हो गाइस। यहाँनिर चाहिँ यस्तो रहेको छ है गाइस, चपेटीमा चाहिँ। यहाँ चाहिँ छेपारो पनि रहेछ, हेर्न सक्नुहुन्छ गाइस। छेपारो, हेलो छेपारो, के छ खबर, सन्चै छौ? तिमी पनि घाम ताप्नुको लागि आएको होला है। हामी चाहिँ पुल पनि घुमेर अब चाहिँ खोला जाँदै गरेको गाइस, होइन हेर्न सक्नुहुन्छ। हाम्रो खोला रमाइलो छ एकदम धेरै। यहाँ चाहिँ पार्टी स्टोर है गाइस, यहाँ त्यस्तो रहेको छ। I don't know, खोला चाहिँ यहाँ रहेको छ है गाइस। त्यो चाहिँ झर्ना अरे, जबरजस्तीको झर्ना गाइस। हामी त्यस्तो ढुङ्गाहरू चाहिँ ओइ त्यस्तो रहेको छ है खोला चाहिँ गाइस, हेर्न सक्नुहुन्छ। यहाँ मुनिबाट हेर्दा त्यस्तो लामो रहेछ, माथिबाट हेर्दा चाहिँ छोटो न छोटो। सपना जाँदैछ। तपाईँहरू चाहिँ शीतल हावा खानुको लागि आउन सक्नुहुन्छ चपेटी गाइस। हेर्नु खोलामा हामी त, म त खोलामा बसिरहेको छु होइन। अनि यहाँनिर पुल पनि रहेको छ गाइस, त्यो भिडियोहरू पनि बनाउन सक्नुहुन्छ गाइस। चपेटी त्यस्तो रहेको छ, एकदम धेरै गरम भएको कारणले गरेर हामी चाहिँ चपेटी आएको थियौँ होइन, त्यही हो। अनि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ सानो झर्ना पनि रहेको छ। अनि म चाहिँ खोलामा एकदम धेरै बसिरहेको छु गाइस। हामी चाहिँ खोलामा बसिरहेको जस्तो छ अहिले चाहिँ होइन, भन्नुपर्दाखेरि खासमा यहाँ चाहिँ पुल रहेको छ। यहाँ चाहिँ फोटो खिच्दै हुनुहुन्छ, अघिको थाहा छैन होइन गाइस। अनि यहाँनिर दिदीहरू पनि हुनुहुन्छ, हाँस्दै हुनुहुन्छ आफ्नै कुरामा गाइस। सो त्यही हो, आजको भ्लगमा तपाईँहरूले जे देखाउन सक्नुहुनेछ, सरी। मेहनत त्यस्तो रहेको छ गाइस, अरू कुरा त्यस्तै हो। वाउ कस्तो राम्रो, वाउ देख्न सक्नुहुन्छ है गाइस तपाईँहरूले। भन तिमी के तर्पिन्छौ म जस्तै गाइस। यहाँ यस्तो रमाइलो भइरहेको छ, यहाँ मात्रै होइन यस्तो पनि रहेको छ गाइस। गाइस अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ, खोलासोला खेलेर पनि अब घर फर्किनु पर्ने हुन्छ गाइस होइन। अब घरमै गएर भेट्नु पर्ने हुन्छ गाइस।
आजको लागि बाई बाई।